नमस्कार साथीहरु, स्वागत छ यहाँहरुलाई आजको भिडियोमा। आज हामी चर्चा गर्ने छौं कसरी हामीले चाहिँ माउरी घर विभाजन गर्न सकिन्छ भन्ने विषयमा। हाम्रो यो घरमा चाहिँ माउरीहरु एकदमै फुल फ्रेम भइसकेको छ। लगभग गार भरिसकेको छ माउरी, त्यो भएको हुनाले र बर्खा लागिसकेपछि चाहिँ घर विभाजन गर्दा त्यति राम्रो नहुने भएकोले अहिलेको समयमा हामी घर विभाजन गरेर देखाउँदै छौं हजुरहरुलाई। हजुरहरुले भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला। सल्लाह सुझावको लागि कमेन्ट गर्न नबिर्सनु होला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। आज हामी तपाईहरुलाई यो माउरी घर विभाजन गर्ने सजिलो उपाय देखाउँदै छौं। जस्तै कि हामीले सुरुमा एउटा घर जुन हाम्रो पुरानो घर हुन्छ त्यसलाई घर विभाजन गर्नको लागि चाहिँ अर्को कुनै एउटा सेम त्यस्तै खालको देखिने घर लिएर आउने र त्यही खालको घर ल्याइसकेपछि चाहिँ अब छेउबाट हामीले माउरीको जुन चाकाको फ्रेमहरु हुन्छ त्यसलाई चाहिँ मिलाएर झिक्ने र जुन हाम्रो नयाँ घर हुन्छ त्यसमा चाहिँ रानीलाई हाल्दिने र जुन पुरानो घर छ त्यसमा चाहिँ रानी बिन गराउने र त्यसमा चाहिँ नयाँ रानी निकाल्छ माउरीले। उनीहरुले नै रानीको टुटी हालेर उनीहरुले नयाँ रानी बनाएको हुन्छ। अहिले चाहिँ हाम्रो चाहिँ यहाँ प्रशस्त मात्रामा मकैहरु फुलेको हुनाले माउरीले नयाँ चाका पनि लगाएको छ, तपाईहरु देख्न सक्नुहुन्छ। र यहाँनेरि चाहिँ हामीले दुईटा घरमा चाहिँ यो छेउको चाका चाहिँ छेउकै पट्टि राखेर यो नयाँ जुन नयाँ घरमा हामीले राखेको छौं। र साथीहरु तपाई देख्न सक्नुहुन्छ यहाँनेरि चाहिँ हामीले बिस्तारै माउरीको चाकाहरु चाहिँ सार्दै छौं र रानी हेरेर जुन यो खाली घर छ त्यसमा चाहिँ रानी भएको माउरी चाहिँ रानी भएको फ्रेम चाहिँ हामीले यसमा हाल्दिन्छौं र दुवैतिर सकेसम्म बराबर गर्छौं हामीले। र रानी भएकोमा चाहिँ थोरै माउरी कम भयो भने पनि केही फरक पर्दैन, किन भन्दाखेरि त्यहाँ चाहिँ रानीले अण्डा पारिरहेको हुन्छ र उसको जीवन चक्र चलिरहेको हुन्छ। तर रानी निकाल्ने ठाउँमा चाहिँ 3 दिनको लार्वालाई नै उले रानी बनायो भने पनि 16 मा 6 घटाउँदा लगभग 10 दिन त रानी जन्मिनै लाग्छ हैन। टोटल 16 दिन लाग्ने हो रानी जन्मिनलाई। 6 दिन भएको जुन अण्डा पारेको 6 दिनको लार्वालाई नै उसले माउरीहरुले चाहिँ रानी बनायो भने पनि 10 दिन त जन्मिनै लाग्छ र अर्को हप्ता 10 दिन चाहिँ रानी बाहिर गएर मेटिङ भएर आएर फुल पार्न लाग्ने समय हुन्छ। त्यो भएको हुनाले हामीले चाहिँ थोरै माउरी बढी भए पनि केही फरक पर्दैन रानी बिहीन घरमा चाहिँ। र यसरी हामीले चाहिँ रानीलाई चाहिँ यतापट्टि खोजेर अर्को घरमा राख्दै छौं र जब हामीले यतापट्टि रानी भेटाएर राख्छौं त्यसपछि चाहिँ दुवैतिर माउरीहरु बराबर गर्ने प्रयास गर्छौं र जुन पुरानो ठाउँ छ जुन हाम्रो पहिलाको घर राखेको ठाउँ छ त्यो घरलाई चाहिँ हामीले थोरै सार्दिन्छौं। दुवैतिर बराबर हुने गरी माउरीलाई हामीले सार्दिन्छौं। जुन पुरानो पहिला घर राखेको ठाउँ हुन्छ त्यसलाई चाहिँ 1 फिट यतापट्टि नयाँ घर राख्ने र अर्को फिट उतापट्टि चाहिँ पुरानो घर राख्ने र जुन नयाँ घर हुन्छ त्यसमा चाहिँ रानी गइसकेपछि नयाँ घरमा रानीको गन्धले गर्दा केही मात्रामा माउरीहरु नयाँ घरमा पनि जान्छन् र पुरानो घरमा चाहिँ अलरेडी पहिला त रानी पुरानै घरमा थियो। त्यो भएको हुनाले रानीको गन्ध चाहिँ पुरानो घरमा पनि भइरहनु हुनाले माउरीहरु चाहिँ बराबर जाने सम्भावना हुन्छ। त्यो भएको हुनाले हामीले नयाँ घरमा चाहिँ रानीलाई राख्न पर्यो र पुरानो घरमा चाहिँ रानी बिहीन गरायौं भने चाहिँ दुवैतिर माउरीहरु जाने चान्स बराबर हुन्छ। र साथीहरु हामीले यसरी चाहिँ माउरीहरुलाई बराबर राखिसकेपछि तपाईहरु देख्न सक्नुहुन्छ दुवैतिर माउरी गइरहेको छ। जुन यतापट्टिको हाम्रो नयाँ घर थियो त्यसमा चाहिँ रानी छ र उतापट्टिको पुरानो घरमा चाहिँ रानी बिहीन छ र पनि पुरानै घरमा चाहिँ माउरीहरुले रानीको गन्ध चाहिँ पुरानो घरमा पहिला फैलिरहेको हुनाले पुरानो घरमा चाहिँ कोही बढी जान सक्छ भने कुनै रानीको गन्ध चाहिँ एकदम फास्ट खालको गन्ध आउने हुन्छ, कुनै रानी चाहिँ एकदमै गन्ध आउने स्वभावको हुन्छ। लगभग हेल्दी खालको रानी छ भने चाहिँ उसको फेरोमेनहरु एकदमै राम्रो खालले निस्किन्छ। त्यो भएर विशेष गरी सेरेना जातको माउरी चाहिँ रानी भएकोपट्टि पनि जान सक्छ। त्यो भएको हुनाले हामीले केही समय अनुसन्धान पनि गर्छौं, केही समय यसलाई अब्जर्भ गर्छौं र यो हेरिरहँदाखेरि केही समय हामीले अनुगमन गर्दाखेरि चाहिँ यो ठीक छ दुवैतिर बराबर गइरहेको छ माउरी भन्ने लाग्यो भने चाहिँ त्यसपछि हामीले छोड्दिँदा पनि केही फरक पर्दैन। माउरीहरुले आफ्नो हिसाबले काम गर्छन्, नयाँ रानी पनि बन्छ र हाम्रो रानी मेटिङ भइसकेपछि अण्डा पार्न थालिसकेपछि हाम्रो माउरी चाहिँ सफल हुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। आफ्नो माउरी पालक साथीहरुमा यो भिडियो शेयर गर्न नबिर्सनु होला। आगामी भिडियोमा फेरि भेटौँला। धन्यवाद।